हेलो साथीहरु, वेलकम छ मेरो सानो टिकटक भिडियोमा। म चाहिँ आज हजुरहरूलाई के देखाउन गइरहेको छु भन्दा आफ्नै गाउँ वरपर पाइने अर्ग्यानिक तरकारीको बारेमा केही जानकारी लिएर आएको छु। आजको विशेष चाहिँ म यो देखाउन गइरहेको छु साथीहरु। हेर्नु होला हजुरहरूकोतिर पाइन्छ कि नै होला। यो चाहिँ हाम्रो गाउँघरमा यति धेरै पाइन्छ, हेर्दै गर्नु। यो फेरि ठुलो भए पनि एकदम मिठो हुन्छ, पाक्छ। त्यसैले हामी चाहिँ ठुलो पनि दिन्छौँ। अनि यहाँ चाहिँ न्युरो पनि रहेछ साथीहरु, यस्तो न्युरो पनि पाइन्छ हाम्रोतिर चाहिँ। हजुरहरूकोतिर पाइन्छ कि नै? कसलाई मन पर्छ साथीहरु कमेन्ट गर्नु होला है त। यो कसले चिन्नु भछ? वाउ, कति राम्रो हो बरे, टिप्न पनि माया लाग्यो के। आचो सिस्नोले गाउँघरमा बसेपछि चाहिँ यतिको चाहिँ हुनुपर्छ है साथीहरु। ल हाम्रो गाउँमा चाहिँ नपाइने भनेको केही पनि छैन साथीहरु। पानी पनि यति मिठो हुन्छ। ओहो, कति राम्रो होला नि बरे नि। यति राम्रो छ कि हेर्नु साथीहरु। अर्ग्यानिक हो नि भनेको फेरि। सिस्नोल चाहिँ साह्रो पोल्थ्यो साथीहरु। फाइनली गाइज हामी चाहिँ यति धेरै गाह्रो खोज्यौँ। हेर्नु त कति राम्रो छ। कानी भाइ आउनु होला सबैजना है। ल आज हामी चाहिँ घर लाग्यौँ साथीहरु, रात पनि पर्न लागिसक्यो। हामी चाहिँ यस्तो जंगलमा छौँ। ल राखेँ है साथीहरु, बाइ बाइ।